र दफा 57 उपदफा 25 मा यो 119 क को उपदफा 1 को सट्टा हुनुपर्नेमा दफा 119 क को सट्टा मात्रै भन्नुभएको हुनाले मान्यज्यूबाट जुन प्रस्ताव आएको छ संशोधनको लागि त्यो पनि मैले स्वीकार्य चाहिँ ठानेको छु र यसको लागि म धन्यवाद पनि दिन चाहन्छु। यो सकेसम्म ट्याक्स लमा क्ल्यारिटी होस्, मल्टिपल इन्टरप्रिटेसन नहोस्, कर प्रशासनले इन्टरप्रेट गर्ने तजबिजीपूर्ण डिस्क्रेसनरी ढङ्गले आफ्नै भाष्य स्थापित गर्ने ठाउँ नै नरहोस् भनेर जुन संशोधन राखिएको छ त्यसलाई पनि मैले चाहिँ स्वागत पनि गरेको छु, स्वीकार पनि गरेको छु। अब मान्य हर्कराज राईले धेरै नै राख्नु भएको रहेछ, तर उहाँले राख्नुभएका संशोधनहरू यहाँ प्रस्तुत हुन पाएन, त्यसैले म त्यतातिर गइनँ। यद्यपि एउटा बुँदा चाहिँ उहाँको महत्त्वपूर्ण लागेको छ मलाई। दफा 9 मा मान्य हर्कराज राईले यो अनुसूची 1 को शीर्षकमा पेट्रोलमा प्रति लिटर 15 को सट्टा 5 रुपियाँ राख्नुपर्ने, हाई स्पिड डिजलमा हरित कर दर प्रति लिटर रुपियाँ 13 को सट्टामा 3 रुपियाँ राख्नुपर्ने भनेर कर नीति नै प्रस्ताव गर्नुभएको रहेछ। यसमा चाहिँ म मान्यज्यूलाई के निवेदन गर्न चाहे भने यो थपिएको दायित्व होइन। यसपालि हामीले ठुलो कन्सोलिडेसन गरेका छौँ भन्सार नीतिमा। 13वटा 12वटा स्ल्याबबाट 7वटामा झारेका छौँ। धेरै दरहरूलाई हामीले स्क्रैप गरेका छौँ, अन्तशुल्कहरू स्क्रैप गरेका छौँ, भन्सार दरहरू घटाएका छौँ र कोही सडक मर्मत तथा सुधार दस्तुर भनेर लगाइने कर, कता पूर्वाधार विकास कर भनेर ल्याइएकाहरूलाई चाहिँ हामीले एकै ठाउँमा राखेर हरित कर, ग्रीन ट्याक्स, जसले वातावरणमा प्रदूषण गर्छ त्यस्ता आयातित वस्तुहरूलाई चाहिँ एकै ठाउँमा राखेर हरित कर भनेर परिभाषित गरी र मौजुदा करमा चाहिँ दरहरू नबढ्ने गरी एकमुष्ट रूपमा मात्रै राखिएको हो। यो यसमा थप दायित्व पर्ने छैन भन्ने कुरा म निवेदन गर्दै म बिदा हुन्छु। हस्त धन्यवाद। मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब मान्य हरिप्रसाद भुसालले आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिनुभएको जानकारी गराउनु भएकोले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिरहनु नपर्ने बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब मान्य हर्कराज राईलाई माननीय अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सदस्यहरू, मान्य हर्कराज राईले मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य हर्कराज राईले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य सदस्य गङ्गा लक्ष्मी अवाललाई मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सदस्यहरू, मान्य गङ्गा लक्ष्मी अवालले मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु।
यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य गङ्गा लक्ष्मी अवालले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य सदस्य पुष्पराज कँडेललाई मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सदस्यहरू, मान्य पुष्पराज कँडेलले मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य पुष्पराज कँडेलले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य सुशील खड्कालाई मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। सम्माननीय सभामुख महोदय, माननीय अर्थमन्त्रीज्यूले स्वीकार गर्नुभएका बाहेकका संशोधनका विषयहरू फिर्ता लिने जानकारी गराउँछु। धन्यवाद। मान्य सदस्यहरू, मान्य सुशील खड्काले आफूले प्रस्तुत गर्नुभएको संशोधनहरू मान्य अर्थमन्त्रीले स्वीकार्नु भएको बाहेकका संशोधनहरू फिर्ता लिनुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णार्थ प्रस्तुत गरिरहनु नपर्ने बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब मान्य पार्वती विकलाई मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। सम्माननीय सभामुख महोदय, जनताको शिक्षा र स्वास्थ्यसँग जोडिएको महत्त्वपूर्ण विषय भएको हुँदा यसलाई मैले फिर्ता नलिन चाहेको कुरा जानकारी गराएँ र यो हललाई समस्त यो बुदामा सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरेँ। धन्यवाद। मान्य सदस्यहरू, मान्य पार्वती विकले माननीय अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य पार्वती विकले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य सदस्य नरेन्द्र कुमार केरुङलाई मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु।
मान्य सदस्यहरू, मान्य नरेन्द्र कुमार केरुङले मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य नरेन्द्र कुमार केरुङले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक विधेयक 2083 का सम्बन्धमा मान्य अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 का सम्बन्धमा मान्य अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका संशोधनहरू स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक विधेयक 2083 का सम्बन्धमा मान्य अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका संशोधनहरूलाई आर्थिक विधेयक 2083 को अङ्ग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 का सम्बन्धमा मान्य अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका संशोधनहरू आर्थिक विधेयक 2083 को अङ्ग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म आर्थिक विधेयक 2083 का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यसै क्रममा अब म विधेयकको दफा 2 देखि 61 सम्मका दफाहरू र सोसँग सम्बन्धित अनुसूची 1 देखि 11 सम्म विधेयकको अङ्ग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 को दफा 2 देखि 61 सम्मका दफाहरू र सोसँग सम्बन्धित अनुसूची 1 देखि 11 सम्म बहुमतले विधेयकको अङ्ग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँछु। प्रस्तावना: नेपाल सरकारको आर्थिक वर्ष 2083-84 को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न राजस्व सङ्कलन गर्ने, कर घटाउने, बढाउने, छुट दिने तथा राजस्व प्रशासन सम्बन्धी प्रचलित कानुनलाई संशोधन गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको छ। संक्षिप्त नाम र प्रारम्भ: 1. यस ऐनको नाम आर्थिक ऐन 2083 रहेको छ। 2. यो ऐनको दफा 1, 2, 3, 4, 6, 9, 10, 11, 12, 15, 20, 21, 24, 25, 26, 27, 28, 29, 30, 31, 32, 33, 34, 35, 36, 37, 38, 39, 40, 41, 42, 43, 44, 45, 46, 47, 48, 49, 50, 51, 54, दफा 55 को उपदफा 1 को खण्ड क को उपखण्ड 1 ख र सोही दफाको उपदफा 2 को खण्ड 2 ख बाहेकका उपदफाहरू दफा 56,
58 र 59 तुरुन्त र अन्य दफाहरू सम्वत 2083 साल साउन 1 गतेदेखि प्रारम्भ हुनेछन्। मान्य सदस्यहरू, अब म विधेयकको प्रस्तावना र नाम आर्थिक विधेयक 2083 को अङ्ग बन्योस् भनी निर्णार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले विधेयकको प्रस्तावना र नाम आर्थिक विधेयक 2083 को अङ्ग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आर्थिक विधेयक 2083 लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले आर्थिक विधेयक 2083 लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावार छलफल प्रारम्भ हुन्छ। उक्त विधेयकमाथि 3वटा संशोधनको सूचनाहरू प्राप्त हुन आएको बेहोरा समेत जानकारी गराउँदछु। अब म संशोधनकर्ता मान्य सदस्य हरिप्रसाद भुषाललाई आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 5 मिनट। सम्माननीय सभामुख महोदय, राष्ट्र ऋण उठाउने विधेयकमाथिको छलफलमा भाग लिँदै गर्दा म एउटा महत्त्वपूर्ण संशोधन पेश गरेको छु। मेरो संशोधनको सार चाहिँ, मुख्य आशय चाहिँ राज्यले उठाएको ऋण उत्पादनमूलक वा प्रतिफल दिने क्षेत्रमा मात्रै खर्च गरियोस् भन्ने मेरो आशय हो। ऋण आफैमा नराम्रो कुरा होइन, तर
ऋणको सदुपयोग भएन भने त्यो भावी पुस्ताको लागि चाहिँ थप बोझ बन्न सक्ने खतरा हुन्छ। आज हामीले लिएको ऋण भोलि हाम्रा छोराछोरीहरूले तिर्नुपर्ने हुन्छ। त्यसैले ऋण खर्च गर्दा अत्यन्त जिम्मेवार बन्नुपर्छ भन्ने म ठान्दछु। यदि ऋणबाट निर्माण गरिएका आयोजना, पूर्वाधार वा उद्योगले आर्थिक प्रतिफल दिन सकेनन् भने राज्यको ऋणभार निरन्तर बढिरहन्छ। परिणामस्वरूप विकासका लागि भन्दा पनि ब्याज तिर्नका लागि बढी बजेट विनियोजन गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ। हामीले विगतमा पनि ऋण लिएर प्रशासनिक कार्यमा खर्च गरेको, उपभोगमुखी कार्यक्रम वा तत्कालीन लोकप्रियताका लागि विभिन्न योजनाहरूमा खर्च गरेको उदाहरणहरू प्रशस्त रूपमा देख्ने गरेका छौँ। विगतमा त्यो अभ्यास हामीले महसुस पनि गरेका छौँ। त्यसको प्रत्यक्ष असर आजको वित्तीय अनुशासन र आर्थिक क्षमतामा परिरहेको छ। त्यसैले हामीले एउटा सरल सिद्धान्त अपनाउनुपर्छ। ऋणले भविष्यमा आम्दानी सिर्जना गर्न सक्नुपर्छ। जुन ऋण उठाएर हामीले निर्माणमा खर्च गर्छौँ त्यसले चाहिँ भविष्यमा आर्थिक आम्दानी सिर्जना गर्न सक्नुपर्छ। केवल खर्च मात्रै गर्ने बाटोतिर हामी लाग्नु हुँदैन। विश्वका सफल अर्थतन्त्र भएका मुलुकहरूले पनि ऋणलाई पुँजी निर्माण र उत्पादन विस्तारको साधनको रूपमा प्रयोग गरेका छन्। हामीले पनि त्यही बाटो समात्नुपर्छ। मेरो संशोधनले सरकारको अधिकार सीमित गर्न खोजेको होइन, बरु ऋणको उपभोगलाई अझ जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउन खोजेको हो। जनताको नाममा लिएको ऋण चाहिँ जनताकै समृद्धिको लागि खर्च गरियोस् भन्ने मेरो आशा हो। धन्यवाद। अब म संशोधनकर्ता मान्य सदस्य परशुराम तामाङलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 5 मिनेट। सभामुख महोदय, हामी एउटा यस्तो डाइलेमामा छौँ कि नेपालको ब्याङ्क तथा वित्तीय संस्थाहरूमा पैसा थुप्रेको छ, तर त्यसलाई माग गरेर इन्भेस्टमेन्ट लाउनेहरूको माग छैन। अर्थात् एग्रिगेट डिमान्ड चाहिँ कमजोर छ र यो शास्त्रीय अर्थशास्त्रीहरूले चाहिँ आपूर्तिले आफ्नो माग आफै सृजना गर्छ भनेर भन्थ्यो, तर अहिले नेपालको अवस्था एकदमै फरक छ। र यसको ग्राभिटी कस्तो छ भन्दाखेरि नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो बुलेटिनलाई हेर्दा पनि थाहा हुन्छ। ब्याङ्क तथा वित्तीय संस्थाको वार्षिक बिन्दुगत आधार निक्षेपको वृद्धि दर 16% छ। निजी क्षेत्रमा प्रभावित कर्जाको वृद्धि दर 6.7% रहेको छ र ब्याङ्कको तपाईँको चाहिँ ब्याज दर ऐतिहासिक रूपमा कम 2.7 झरेको छ, तर इन्भेस्टमेन्ट डिमान्ड छैन। र त्यही कारणले गर्दाखेरि यो कृषिको तथा उद्योगको चाहिँ जिडिपीको कन्ट्रिब्युसन हेऱ्यो भने यो 1 दशकदेखि त्यो चाहिँ डिक्रिजिङ एकदम घटिरहेको छ। र यसले के देखाउँछ भन्दाखेरि चाहिँ कर्जा प्रवाहभन्दा बढी डिपोजिट जम्मा भएको कारणले गर्दाखेरि नेपालको ब्याङ्क तथा वित्तीय संस्था र राष्ट्र ब्याङ्कको लागि चाहिँ यो बचत तरलता नै एउटा बर्डेन हुन थालेको छ। यसलाई चाहिँ हामी लिक्विडिटी ट्र्याप भनेर भन्छौँ। अब यो हामी यस्तो अवस्थामा पुगेको छौँ, तर के हामी यो डेप्टको चाहिँ तपाईँको डेन्जर जोनमा पुग्यौँ त भन्दाखेरि अहिले त्यस्तो भन्ने अवस्था छैन। किनभने पब्लिक डेप्ट र जिडिपीको नेपालको रेसियो चाहिँ के अरे 48.10% छ। त्यसको मतलब हामी त्यहाँ पुगेको छैनौँ। तर के हो त भन्दाखेरि चाहिँ यदि हामीले यसलाई के अरे इन्भेस्टमेन्ट गरेर उत्पादन लगेनौँ र कन्जम्सनमा कर्मचारीहरूको तलब दिने कुराहरूमा हामीले खर्च गऱ्यौँ भने चाहिँ हामी डेप्ट ट्र्यापमा पर्ने कुरा चाहिँ बढी सम्भावना छ। त्यसो भएको हुनाले अहिले चाहिँ जुन एउटा आन्तरिक रूपमा चाहिँ के अरे 4 खरबभन्दा बढी रकम चाहिँ ऋण उठाउने कुरा छ। मेरो के प्रस्ताव छ भने यहाँ ओभरड्राफ्ट लियोस् अथवा ट्रेजरी बिल, विकास ऋणपत्र या नागरिक बचत पत्र, यो सबैले के अरे ब्याङ्कमा भएको स्रोत र नागरिकहरूकोमा हातमा भएको स्रोतलाई नै खिच्ने हो।
यसको मतलब के हो त भन्दाखेरि चाहिँ एग्रिगेट डिमान्ड चाहिँ यसले घटाउँछ जनताको, अथवा ब्याङ्कहरूको पनि के अरे तपाईँको चाहिँ इन्डस्ट्रीहरूलाई दिने, उद्यमीहरूलाई दिने चाहिँ स्रोत चाहिँ घटाउँछ। त्यसो भएको हुनाले मागलाई एक्सप्यान्ड गर्ने कुरामा जब एग्रिगेट डिमान्डलाई कन्ट्र्याक्सन गर्छ भने हामीले आन्तरिक ऋण उठाउने कुरा चाहिँ कम गर्नुपर्छ। त्यसो भएर मेरो पहिलो लजिक र माग के हो त भन्दाखेरि अर्थमन्त्रीज्यूले यसलाई कन्सिडर गर्नुहोस् र कम्तीमा 50% अहिले जुन आन्तरिक ऋण उठाउने छ त्यसलाई घटाउँ भन्ने मेरो एउटा प्रस्ताव हो। बरु मेरो सल्लाह के छ भन्दाखेरि चाहिँ यस्तो अवस्थामा हामीले किन्सेन थ्योरी अथवा तपाईँको न्यू क्लासिकल अरूको नै उदाहरण लिँदा पनि हामी के देख्छौँ भन्दाखेरि चाहिँ बाह्य ऋण सस्तो पनि हुन्छ, दीर्घकालीन पनि हुन्छ। त्यसो भएको कारणले गर्दा बरु बाहिरको ऋण लिने। र अर्को कुरो चाहिँ के हो भने अहिलेको अवस्थामा तपाईँको चाहिँ यो ठेकदार व्यवसायीहरू अथवा उद्योगपतिहरू भन्नुहोस् या चाहिँ पुँजीजीवीहरू जति पनि छन् उनीहरूको मनोबल गिरेको छ। र यो मनोबल गिरेको अवस्थामा चाहिँ अब हामीले तपाईँले बार बार भन्नुभएको छ उनीहरूको लागि मैले सुविधा दिनुपर्छ भनेर ठुलै तपाईँले प्याकेज पनि ल्याउनु भएको छ। तर के हो त भन्दा यो बजेट आइसकेपछि दुईवटा कुरा त आउनु पर्थ्यो। एउटा क्यापिटल मार्केट मजाले बढ्नु पर्थ्यो, हामीले त्यो पनि देखेनौँ। अर्को चाहिँ के हो भने एउटा ऋणको के अरे त्यो जुन इकोनोमिक एक्टिभिटी चाहिँ बढेर जानु पर्थ्यो, त्यो पनि देखिएको छैन। त्यसो भएको हुनाले मेरो सल्लाह चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले योभन्दा अर्को बाटो पनि लिनुपर्छ कि। त्यो चाहिँ के हो भन्दाखेरि अब खालि तपाईँको चाहिँ के अरे प्राइभेट सेक्टरको मात्रै मुख ताकेर यो मात्रै भेहिकल है डेभलपमेन्टको भन्ने कुरा छोडेर हामी अब अर्को बाटो जाउँ। त्यो चाहिँ पब्लिक इन्भेस्टमेन्ट। हामीले सरकारी तर्फबाट पनि अब जुन जुन प्राइभेट सेक्टरले गर्दैन त्यो ठाउँमा उद्योगमा लगानी गर्ने बाटोबाट हामी जानुपर्छ भन्ने मलाई लाग्छ। त्यसो भएको हुनाले मेरो तर्क चाहिँ मैले अब म संयुक्त संशोधनमा मूल संशोधनकर्ता माननीय रेखा कुमारी यादवलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 5 मिनेट। माननीय रेखा कुमारी यादव। माननीय रेखा कुमारी यादवज्यू। मान्य सदस्यहरू, उक्त छलफलमा बोल्न चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सजिलोको लागि सभामुखको डायससँगै बसेको कर्मचारीहरूलाई 3 मिनेटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 3 मिनेटको समय निर्धारण गरिएको छु। निर्धारित समयभित्र मान्य सदस्यहरूले आफ्नो भनाइ राखिसक्नुपर्नेछ। सर्वप्रथम मान्य सदस्य सुशील खड्का। मान्य सदस्य सुशील खड्का। सम्माननीय सभामुख महोदय, म छोटोमा यो राष्ट्र ऋणको बारेमा हामी धेरै छलफल गरिसकेका छौँ। त्यही पनि केही कन्टेक्स्टहरू सेट गर्नु चाहिँ आवश्यक ठाने। पछिल्लो सन्दर्भमा चाहिँ ऋण नलिने देश त अर्थतन्त्र त संसारभरि कोही पनि छैनन्। नेपाल पनि अछुतो रहने चाहिँ कुरो भएन। तर हामीले लिएको ऋण चाहिँ के गरिन्छ, कहाँ हामीले चाहिँ त्यसको उपभोग गरिन्छ, त्यो सबैभन्दा महत्त्वपूर्ण रहन्छ। केही कन्टेक्स्टहरू दिउँ। अब अमेरिकाकै कुरा गऱ्यो भने त्यहाँको राष्ट्रिय नेसनल डेट चाहिँ 120-25-30% जिडिपीको त्योभन्दा पनि बढी गइसक्यो। त्यो त डेभलप कन्ट्री भयो। अब हाम्रै छिमेकी साउथ एसियाकै भुटानकै हेर्नुभयो भने भुटानको पनि 122-25% छ नेसनल डेट कम्पेयर टु इट्स जिडिपी। नेपालको हामी त्यही 42-43% छौँ। माननीय अर्थमन्त्रीज्यूले अघि पनि भनिसक्नु भएको छ। त्यो भनेको त्यति धेरै
हामी ओभर बलोनिङ भइसकेको चाहिँ होइन, हामीसँग अझै पनि स्पेस छ। तर त्यो लिएको ऋण चाहिँ हामीले चाहिँ कहाँ लगेर खर्च गरिन्छ त, त्यसमा चाहिँ हामी एकदम सजग बनौँ। त्यो ल्याएको ऋणलाई चाहिँ हामीले लगानीको रूपमा बाटो बनाउने, बागलुङ जस्तो सहरलाई चाहिँ ठाउँलाई चाहिँ सहरमा विकास गर्ने होइन, त्यसपछि तपाईँको माइनिङ इन्डस्ट्रीमा चाहिँ लगानी गर्ने, ऊर्जामा लगानी गर्ने, हस्पिटल, स्कुल, हाइड्रो पावर भन्नेलाई आइटी सेक्टर, डेटा माइनिङहरूदेखि लिएर यी ठाउँमा चाहिँ हामीले लगानी गर्न सक्यौँ भने चाहिँ त्यो ऋणले चाहिँ प्रतिफल चाहिँ कम्तीमा पनि हामीले लिएको सावा र ब्याजभन्दा बढी दिनु पऱ्यो क्या। त्यो खालको चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गरेर चाहिँ त्यता लगानी गरौँ। र त्यो के को लागि त भन्दाखेरि फेरि पनि हामीले चाहिँ स्टार्टिङदेखि नै भनेका छौँ, हामीले 5 देखि 7 वर्षमा चाहिँ हामीले कम्तीमा पनि $100 बिलियन भन्दा ठुलो इकोनोमी बनाउनु पर्ने छ, 7% को रियल जीडीपी ग्रोथ, त्यसपछि $4,000 को चाहिँ हाम्रो चाहिँ प्रति व्यक्ति इन्कम, त्यो सबै गर्नतिर चाहिँ यो लोन पनि नभन्नु बेला चाहिँ लगानीकै रूपमा यो चाहिँ लगानी चाहिँ त्यतातिर जाओस्। त्यसमा हामी सबैजना चाहिँ सजग चाहिँ रहनुपर्छ, किनभने ऋणको दुरुपयोग नहुने गरेर रिटर्न अन इन्भेस्टमेन्ट चाहिँ रिटर्न अन हाम्रो यो, किनभने त्यो ऋणको चाहिँ सावा ब्याज चाहिँ हामीले नै तिर्ने हो, तपाईँ हामीले नै ट्याक्स तिरेकै पैसाले तिर्ने हो अथवा हामी पछिको पिँढीले तिर्ने हो। त्यही भएर त्यसमा चाहिँ हामी सजग बनौँ। तर एउटा काम चाहिँ गर्नुहुन्न, त्यो भनेको चाहिँ ऋणम कृत्वा घृतम घेवे चाहिँ गर्नु हुँदैन भन्छ। ऋण काटेर घिउ खाने काम चाहिँ नगरौँ, ऋणलाई चाहिँ लगानीको रूपमा चाहिँ हामीले उपभोग गरौँ। हामीसँग मजाले फिस्कल स्पेस छ, हामी एकदम सोच बुझ प्रयोग गरेर चाहिँ हामीले चाहिँ यसलाई उपभोग गर्नेतिर लागौँ भन्दै मेरो चाहिँ यसमा समर्थन छ भन्दै हजुरहरू बिदा हुन्छु। हस्त, धन्यवाद, थ्याङ्क यू। माननीय सदस्य गङ्गा देवी श्रेष्ठ, त्यसपछि माननीय सदस्य गणेश बहादुर विश्वकर्मा, सम्माननीय सभामुख महोदय, यो ऋण उठाउने विधेयकमाथि हामी छलफल गर्दैछौँ। मलाई लाग्यो चाहिँ यो ऋण उठाउने चाहिँ किन भन्ने हो भन्ने खालको कुरा पनि मलाई जिज्ञासा छ। यो कहाँको के भाषा हो, यो चाहिँ ऋण लिने अथवा ऋण माग्ने हुनुपर्ने हो, यो चाहिँ सजिलो भाषा भइदियो हुन्थ्यो भन्ने मेरो आशय हो। यो ऋण लिने सम्बन्धमा हालको अर्थमन्त्री माननीयज्यूले प्रतिपक्षमा हुँदा, विगतको सरकारमा हुँदा उहाँले ठुलो स्वरमा भन्नुभएको थियो ऋण नलिई देश चलाउन सकिँदैन भनेर उहाँले ठुलो स्वरमा भन्नुभएको थियो। तर हामी त्यसो भन्दैनौँ, किनभने हामी जिम्मेवार पार्टीको सांसद हौँ, त्यसकारण ऋण नलिकन पनि सम्भव छैन भन्ने कुरा हामीलाई थाहा छ। यो चाहिँ तर यो ऋण चाहिँ के का लागि लिइन्छ, यो ऋण लिएर सही ठाउँमा लगानी गरिएन भने ऋणको भार बढ्ने हो, यो चाहिँ आम्दानी बढ्दैन। यो आम्दानी बढ्ने ठाउँमा लगानी गरियो भने मात्रै यो चाहिँ यो देशमा त्यो ऋण लिएको अर्थ रहन्छ भन्ने खालको कुरा हो। यो कम्तीमा पनि ऋण लिएको 50% चाहिँ उद्योगमा आम्दानी हुने ठाउँमा लगानी गर्न पर्छ र यो चाहिँ राष्ट्रिय आम्दानी बढाउनका लागि लगानी गर्न ग्यारेन्टी गर्नुपर्छ भन्ने खालको कुरा म राख्न चाहन्छु। धेरै ठाउँमा यो राष्ट्रिय आम्दानी हुने खालको उद्योगहरूको पूर्वाधारहरू तयार भएका छन्, त्यस्तामा लगाउनका लागि ग्यारेन्टी गर्नुपर्छ भन्ने खालको सुझाव राख्दै मेरो छोटो भनाइ अन्त्य गर्छु। धन्यवाद। माननीय सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि माननीय सदस्य पुष्पराज कण्डेल। सम्माननीय सभामुख महोदय, राष्ट्र ऋण उठाउने
विषयको जुन विधेयक छ यसमा म केही सुझावहरू केही टिप्पणीहरू राख्न चाहन्छु। सर्वप्रथम हामीले उठाउने ऋण जुन छ त्यो ऋणको चाहिँ औचित्य पुष्टि हुनुपर्दछ भन्ने म ठान्छु। र यो ऋणको औचित्य कुन बेला पुष्टि हुन्छ त भन्दाखेरि हाम्रा नाममा ल्याएको ऋण अथवा विकास गर्ने भनेर मुलुक बनाउने भनेर ल्याएको ऋण यो मुलुकका चाहिँ राइट होल्डरहरू अथवा स्टेक होल्डरहरूले चाहिँ नि थाहा पाउनु पर्दछ भन्ने ठान्छु। त्यस कारणले गर्दाखेरि उनीहरूले थाहा पाउने माध्यम के हो? ऋण नल्याइ नहुने अवस्था चाहिँ छ भन्ने त हो, तर त्यो ऋण चाहिँ आफूलाई खर्च हुन्छ कि हुँदैन? म सानो एउटा उदाहरण दिन चाहन्छु। म बझाङको मान्छे। बझाङमा चाहिँ सदरमुकाममा 12 परिवार वादी समुदायका साथीहरू बस्नुहुन्छ। अनि उहाँहरू चाहिँ त्यो बेलामा त्यो प्लेनबाट चाहिँ पैसा जान्थ्यो बोरामा। अनि उनीहरूले भारी बोकेर चैनपुरको बैंकमा राख्थे। अनि उनलाई चाहिँ एकचोटि चाहिँ एउटा सहकारी बनाएर पैसा दिएको। उनले के भने त भन्दाखेरि यो पैसा हामी बैंकमा राख्दैनौँ, हामीले भारी बोकेर ल्याएको पैसा त त्यो बैंकबाट कहाँ जान्छ भन्ने हामीलाई थाहा छैन, यो सानो पैसा किन राख्ने? त्यसले गर्दाखेरि मान्छेको स्वामित्वको कुरा चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ। त्यही कारण यो कुरा चाहिँ हुनुपर्छ भन्ने लाग्छ एउटा। दोस्रो कुरा चाहिँ नि त्यो उत्पादनशील क्षेत्रमा चाहिँ प्रयोग गर्ने प्राथमिकताहरू निर्धारण गर्नुपर्दछ। जस्तै नेपालमा दलित समस्या अहिले पनि जस्ताको तस्तै छ। जस्ताको तस्तै छ भन्नाले सबभन्दा गरिबीको मापदण्ड के अरे इन्डिकेटर हेऱ्यो भने सबभन्दा बढी त्यहीँ भेटिन्छ। भूमिहीन सुकुम्बासीको चाहिँ माप इन्डिकेटर भेट्यो भने सबभन्दा बढी त्यहीँ भेटिन्छ। अनि यो इन्फ्रास्ट्रक्चरहरू नपुगेको ठाउँ यदि हेर्ने हो भने तिनकै बस्तीहरू भेटिन्छ, चाहे त्यो दलित समुदायका मान्छेहरू सदरमुकामको वरिपरि बसेको भए पनि। त्यो जुन खालको असन्तुलन विकास छ यो अहिले जस्तै सहकारी एकदम चर्चामा छ। यो यसको परिणाम के हो त भन्दाखेरि हामीले पहाडमा गरिबका बस्तीहरूमा विकास नपुगेको हुनाले उनीहरू त्यहाँबाट सरेर सुविधा लिन तल आएका हुन्छ। त्यस कारणले गर्दाखेरि त्यसतर्फ ध्यान दिनुपर्छ भन्ने ठान्छु। र अन्तिममा जाने के त भन्दाखेरि यो सामाजिक न्यायको हिसाबले हामी कम्तीमा यदि यो ऋण लिएर यसपालि हामी यो समस्या हल गर्छौँ भन्ने कुरा खुलमखुला जनतालाई भन्न पायो भने हुन्थ्यो। यहाँ त के हुने भयो त भन्दाखेरि ठुल्ठुला मान्छेहरूको सेवा सुविधा, ठुल्ठुला जाने रोड बनाउने, विकास गर्ने, ती रोड बनाउँदाखेरि जहाँ ग्राभल गर्छौँ त्यो ग्राभल गरेका रोडहरूमा चाहिँ नाङ्गा खुट्टा हिँड्नेहरूका चाहिँ खुट्टा ठोकेर रगताम्य हुने कुराको चाहिँ विकास गर्नुको कुनै अर्थ हुँदैन भन्ने मलाई लाग्दछ। यस कारणले यो विगतको ऋणले त्यति धेरै आशावादी बनाएको छैन गरिबहरूलाई। त्यस कारणले गर्दाखेरि उनीहरूलाई थाहा पनि छैन। उनीहरूले थाहा पाउने खालको चाहिने उपायहरू चाहिने अगाडि सार्नका लागि म माननीय अर्थमन्त्रीज्यूलाई हार्दिक अनुरोध गरेर बिदा हुन्छु। धन्यवाद। माननीय सदस्य पुष्पराज कण्डेल। सम्माननीय सभामुखज्यू, यो राष्ट्र ऋण उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सन्दर्भमा केही कुरा भन्न चाहन्छु। संविधानको धारा 115 को 2 मा ऋण उठाउन र जमानत दिनको लागि स्वीकृति लिनुपर्ने छ भन्ने छ। कानुन बमोजिम बाहेक त्यो काम गर्न पाइँदैन भन्ने छ। त्यही अन्तर्गत यो विधेयक यहाँ आएको छ। यसमा 2-3टा कुरा मात्रै म राख्न चाहन्छु। अहिलेको मेरो प्रश्नको जवाब अझै आएन अर्थमन्त्रीज्यूबाट। त्यो एक्सटर्नल डेटको चाहिँ अनुमति नलिकन त्यो लिन पाइने हो कि होइन भन्ने कुरो मेरो अझै त्यो प्रश्न छ। एउटा चिज। दोस्रो चिज चाहिँ द फ्ल्याग फलोज द एड भन्छ। इन्टरनेसनल एडमा त्यो त्यत्तिकै आउँदैन, त्यसका शर्तहरू हुन्छन्, निकै कडा शर्तहरू हुन्छन्। सरकारले अब ऋण लिनलाई निकै चाहिँ चासो व्यक्त गरेको जस्तो देखिन्छ। 43% भनिराख्नु भएको छ अर्थमन्त्रीले। त्यो 43% को कुरो त पञ्चायत सिट दिँदा पनि 43% थियो। बहुदलीय व्यवस्था सुरु हुँदाखेरि पनि डेट जिडिपी रेसियो 43% नै थियो। अहिले पनि 43% नै छ। हाम्रो जिडिपी अलिकता बढेको कारणले गर्दा त्यो त्यस्तो हुन गएको हो, तर हाम्रो अमाउन्ट अफ डेट चाहिँ त्यो बढ्दै गइरहेको यदि छ। अब हामीले लिने ऋणमा
कन्डिसनालिटी छ कि छैन त्यो चाहिँ संसदले जानकारी पाउनुपर्छ भन्ने म ठान्दछु। के शर्तहरूका आधारमा हामीले लिइराखेका छौँ, के कुराहरू उनीहरूको आपूर्ति पक्षले दिएको दबाबको आधारमा हामी लिइरहेका छौँ कि हाम्रा मागहरूका आधारमा हामीले लिइराखेका छौँ। हामीले हाम्रो जुन ऋण छ त्यसलाई चाहिँ प्रोजेक्टसँग टाइअप गर्न सक्छ कि सक्दैनौँ हामी। ऋण जीडीपी रेसियो त कम छ तर हाम्रा चाहिँ त्यो ग्रोथ रेट पनि कम छ, रेभेन्यू उठाउने कुरो पनि चाहिँ कम छ। अब विदेशी ऋणका हिसाबले हेर्ने हो भने हाम्रो चाहिँ नेपाली करेन्सीको चाहिँ डिभ्यालुएसन भएर एकदम चाहिँ अब त्यो रेट थोरै भए पनि चाहिँ त्यो करेन्सी डिप्रिसिएसनको कारणले गर्दाखेरि त्यो माथि गइरहेको हुन्छ। रेट 12-13% त सामान्य भइरहेको जस्तो देखिन्छ। त्यसैले यी सबै कुराहरूमा विचार गर्नुपर्ने हुन्छ र खास गरी कन्डिसनालिटीका कुराहरूमा हामीले विशेष ध्यान दिनुपर्छ। यतातिर ध्यान जाओस् माननीय अर्थमन्त्रीज्यूको भन्ने म यही कुरा राख्न चाहन्छु। हस्, धन्यवाद। माननीय सदस्यहरू, अब माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम बागलेलाई छलफलमा उठेको प्रश्नहरूको जवाब दिन अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, अब यो ऋणको विषयमा लगभग धेरै कुराहरू अघिल्लो बजेटकै छलफलमा, विनियोजन विधेयककै छलफलका क्रममा पनि मैले स्पष्ट पारिसकेँ जस्तो लाग्छ। यद्यपि दोहोरिएर आएका जिज्ञासाहरूबारे म केही थप टिप्पणी गर्न चाहन्छु। माननीय हरि भुषालले राख्नुभएको विषय ऋणको उपयोग उत्पादनमूलक गतिविधिमा नै होस् भन्ने जुन चाहिँ सुझाव छ, अब त्यो ग्रहणयोग्य नै छ। अब बिहान उठेर स्वस्थ खानुपर्छ, व्यायाम गर्नुपर्छ भने जस्तै हो। कसैको पनि बिमति नहोला, यो कसैको पनि बिमति नहुने विषयमा हामीले धेरै चाहिँ चिन्ता गरिराख्नु परेन। यद्यपि यो सचेतना चाहिँ आवश्यक हुन्छ बारम्बार, र मान्य सांसदज्यूहरूले नै हो त्यो राजकाजमा सचेत गराउने कुरा। अहिले हाम्रो कम्पोजिसन हेर्नुभयो भने लगभग विदेशी ऋण निश्चित आयोजनाका लागि नै आउँछ। निश्चित आयोजनाहरू मूलतः पूर्वाधारमै छन् र हामी अपेक्षा गरौँ पूर्वाधारहरूले अर्थतन्त्रका गतिविधिहरूलाई चुस्त बनाउने, प्रभावकारी बनाउने, दूरी छोट्याउने, लागत घटाउने कामहरूमै गरे हुन्छन्। तर यो भन्दैमा सधैँ चाहिँ नहुने पनि देखिया छ। ऋण लिएर बनाइएका दुईवटा एयरपोर्टको हालत, कुन पृष्ठभूमिमा, कसले, कसरी, किन ती आयोजनाहरू लिए भन्ने बारे फेरि हामीले गर्नुपर्ने नै हुन्छ। त्यसैले हामी निगरानी गर्नु नै पर्छ। तर ऋण लिएर मूलतः हामीले पूर्वाधारतिर नै सोझ्याएका छौँ पछिल्लो समय। र नेपालभित्रै उठाउने ऋण पनि, आन्तरिक ऋण पनि हामीले नेपाल सरकारकै खर्चमा हुने जलविद्युत आयोजनाहरू होलान्, पूर्व पश्चिम राजमार्गहरू, पहिला यति ठुला आयोजनाहरू हामी आँट्नै सक्दैनथ्यौँ। वैदेशिक अनुदान, ऋण पनि होइन, अनुदानमै बन्थे। पृथ्वी राजमार्ग चिनिया अनुदानमा बनाया हो, महेन्द्र राजमार्गको 60-70% भारतीय अनुदानमा बन्यो। खण्ड खण्ड बेलायत सरकार, अमेरिकी सरकार, रुसी सरकारमा बनेको हामीलाई थाहा छ। उद्योग विशेषहरू पनि वैदेशिक अनुदानमै बनेका हुन्। अहिले पछिल्लो पटक चाहिँ हाम्रो रेभेन्यू बेस अलिकति विप्रेषण आउन थालेपछि, अलिकति सुदृढ हुन थालेपछि नेपालले आफ्नै खर्चमा पनि ठुला पूर्वाधारहरू आँटेकै हो। तामाकोसी जलविद्युत आयोजना भन्नुहोस्, मध्य पहाडी भन्नुहोस्, पश्चिमतिरका केही सिँचाइ आयोजनाहरू भन्नुहोस्, यो सबै चाहिँ नेपालले आफ्नै वैदेशिक संलग्नता नखोजिकन गरेको पनि हो। त्यसैले यसमा सचेत हुन जरुरी छ। तर ऋण मूलतः हामीले चाहिँ उत्पादनमूलक गतिविधिहरूमा नै लगाएका छौँ र लगाउनु पर्छ।
मान्य सुशील खड्काको प्रश्न पनि यहाँ जोडिन्छ। एउटा आधारभूत सिद्धान्त के हो भने डेट्स सुड पे फर देमसेल्भ्स, ऋणहरू आफै स्वचालित ढङ्गले तिरिन सक्ने ल्याकत हामीले बनाउनुपर्छ। अर्थात् ऋण लिएर आर्थिक सामर्थ्य बढाउँ, जीडीपीको आकार बढाउँ, गतिविधिहरू बढाउँ, त्यसबाट आउने सर्टेन राजस्व राज्यको ढुकुटीमा पनि जान्छ र त्यो स्वतः तिरिँदै जान्छ भन्ने सिद्धान्त अनुसार नै अगाडि जाने हो। ऋण लिएर घिउ चाहिँ खान भएन। यसै प्रसङ्गमा एकजना मान्य सांसदले पनि भन्नुभयो, तपाईँले त ठुलो स्वरमा, सानो स्वरमा होइन ठुलै स्वरमा भन्नुभयो अरे ऋण नलिकन देश चलाउन सकिँदैन भनेर भन्नुभएछ। अलिअलि अर्थशास्त्र बुझेको हुनाले मैले त्यस्तो गैर जिम्मेवार कुरा बोले जस्तो मलाई लाग्दैन। बोलेकै भए पनि मैले 3टा कुरामा बोलेको हुनुपर्दछ। एउटा, ऋणको कम्पोजिसनबारे प्रश्न उठाएको हुनसक्छु, यो सन्तुलित छ कि छैन, आन्तरिक बाह्य लगायतको। ऋणको क्वालिटीको बारेमा मैले प्रश्न उठाएको हुनसक्छु, कुन ब्याज दरमा, कति ग्रेस पिरियड, कति त्यो मेच्युरिटी हुने साल, 32 वर्ष हो कि 35 वर्ष हो कि 40 वर्ष हो कि, त्यो ऋणको क्वालिटी हुन्छ नि। 0.5% म दिन्छु तर 15 वर्षभित्रै तिर भन्नु, वा 1.5% म ब्याज तिराउँछु डलरमा, 40 वर्षभित्र तिरे हुन्छ, 8 वर्षसम्म तिमीलाई ग्रेस पिरियड, यो हरेक कुराहरू ऋणका शर्तहरू हेर्नुपर्ने हुन्छ। र त्यो शर्तको बारेमा मैले प्रश्न उठाएको हुँदो र ऋणको विनियोजनको बारेमा कुन प्रयोजनको लागि हामीले यो ऋण लिइराखेका छौँ। त्यसैले डेटको कम्पोजिसन, स्वरूप, डेटको क्वालिटी, गुणस्तर र डेटको विनियोजन, एलोकेसन बारे मैले प्रश्न जरुर उठाएको हुँला। तर ऋण नलिकन यो देश चलाउनुपर्छ भनेर चाहिँ सानो स्वर ठुलो स्वर कहिले पनि मैले बोलिनँ जस्तो लाग्छ। मान्यज्यूहरूले त्यो अरूले सुनाइदिएको ती भ्रामक प्रोपोगान्डाको भरमा गरिमामय संसदमा टिप्पणीहरू नगरिदिनु हुन पनि म विशेष अनुरोध गर्न चाहन्छु। मान्य गणेश विश्वकर्माले ऋण लिएर सामाजिक न्यायका मुद्दाहरूलाई सम्बोधन गर्न सकिन्छ कि भन्ने आशय राख्नु भएको छ। त्यो आफैमा हामीले सामाजिक न्यायका विषयहरू, लोक कल्याणकारी राज्यको जुन हाम्रो मर्म छ, भिजन छ, त्यसलाई आन्तरिक स्रोतबाट नै गरौँ भन्ने छ। एउटा जमाना थियो जब वैदेशिक सहयोग लिएर सिंहदरबारको शासकीय सुधारको समेत प्रसङ्गहरू उठेका थिए 15-20 वर्ष अगाडि। त्यति बेला हामीले विरोध गरेका थियौँ, यो उपयुक्त होइन। शासकीय सुधार, मुलुकको सामाजिक न्यायका विषयहरू चाहिँ आन्तरिक स्रोतबाटै गरौँ। वैदेशिक ऋण, वैदेशिक अनुदानहरूलाई हामीले हार्ड इन्फ्रास्ट्रक्चरतिर लगाऊँ भन्ने एउटा सिद्धान्त पनि हो। मान्यज्यूले अब ग्राभल ऋण लिएर ग्राभल गर्दाखेरि नाङ्गा खुट्टाहरू रगताम्य हुन्छन् भन्ने चासो पनि व्यक्त गर्नुभयो। ती नाङ्गा खुट्टाहरूमा राम्रा चप्पल, राम्रा जुत्ताहरू लगाइदिने हो। केही व्यक्तिहरूको खुट्टा रगताम्य हुन्छ भनेर ग्राभलै नगर्ने भन्ने होइन। त्यसैले यो सोचको कुरा बारे पनि मान्यज्यूलाई मैले बिन्ती गरेँ। मान्य परशुराम तामाङले विषयहरू राम्रो उठाउनु भएको छ, तर आफैमा बाजियो मान्यज्यू, कुरा बाजियो। एग्रिगेट डिमान्ड कोल्याप्स भएको छ, बैङ्कहरूमा रकम थुप्रिएको छ, बैङ्कहरूमा थुप्रिएको रकम राष्ट्र बैङ्कमा पनि गएर थुप्रिएको छ। प्राइभेट गतिविधिहरू चलायमान नहुँदा पब्लिक गतिविधिहरू नै चलायमान हुनुपर्छ भन्ने सिद्धान्तबाट यसपालिको बजेटको प्रस्थान बिन्दु नै एग्रिगेट डिमान्डलाई चलायमान गर्नलाई। त्यसैले वित्त आयोगले लिन सक्ने जति लिऊ भनेर तोकिदिएको रकम हामीले उठाएका हौँ। किनकि यो थुप्रिएको रकम यसरी खर्च गरौँ कि बल्ल हामीले चलायमान गर्न थालेपछि अनि निजी पुँजी पनि त्यहाँ आकर्षित होस्। र निजी र यो आन्तरिक ऋण चाहिँ कुल गार्हस्थ उत्पादनको 5.5%, 5.5%सम्म लिन सकिने भनेर हाम्रो संवैधानिक निकाय वित्त आयोगले तोकेकै रकम अनुसार हामीले लिएका हौँ। सकिन्थ्यो भने योभन्दा अझै बढ्न पनि सकिन्थ्यो। र यसमा अब यो परिभाषालाई हामीले यसपालि बहसमा ल्याउनु पर्नेछ। ग्रोस ऋण भने हो कि नेट ऋण भने हो? 410 त उठायौँ, 246 अर्ब त तिर्दैछौँ भनेपछि कति रहेछ त? खुद आन्तरिक ऋण यत्रो पैसा थुप्रिरहेको छ। निजी क्षेत्र उत्साहित गर्नलाई समय बाँकी छ, अब भइसकेको छैन भनेपछि हामीले 200 अर्बभन्दा कम चाहिँ अहिले उठाएका छौँ, जो मान्यज्यूले यति उठाउनु पर्थ्यो भनेर प्रस्ताव राख्नु भएको छ।
त्यही नै हो, नेट डेट चाहिँ 200 भन्दा कम छ, तर यो अपर्याप्त छ। त्यसैले अर्कोचोटि वित्त आयोगसँग पनि हामीले संवाद गर्नुपर्ने छ कि डेट ग्रोसमा भने हो कि नेटमा भने हो भन्ने कुरा यो संविधानमा पनि अलमल छ, यसमा परिभाषा गरेर जानुपर्ने छ। अनि मान्यज्यूले डोमेस्टिक ऋण जुन थुप्रिएको छ यो सदुपयोग नगरेर बाह्य ऋण लिऊ भन्नुभएको छ, यो मिल्दैन कुरा, यो मिल्दैन, किनकि बाह्य ऋण असाध्यै जटिल हुन्छ, शर्तसहित आउँछन्, काम गरेपछि शोध भर्ना लिने हो, काम गर्ने क्षमता हाम्रो यही छ। आजका मितिसम्म 35% छ, तपाईँले पब्लिक इन्भेस्टमेन्ट गरौँ भन्नुभएको छ, 35% भन्दा बढी पुँजीगत खर्च भइरहेको छैन, र काम गर्ने क्षमता बढाउनलाई आजको भोलि नै त्यो सम्भव नहुने भएको हुनाले यसलाई अर्को यो वर्ष, आगामी वर्ष फुल यो फिस्कल इयरमा हामी जरुर पहिलेका रेकर्डहरू हामी ब्रेक गर्छौँ भन्ने आत्मविश्वास छ। र त्यो काम गराइको रफ्तार बढेपछि शोध भर्ना हुने भएको हुनाले वैदेशिक ऋणको प्रकृति त्यसअनुसार हुँदा अहिले लिएको रणनीति ठिक छ भन्ने आग्रह म मान्यज्यूलाई राख्न चाहन्छु। अब यी प्रतिशतहरूको बारेमा पनि आज मान्य पुष्पकर्णले पनि राख्नु भएको छ, म फेरि स्मरण गराउन चाहन्छु, गरिमामय सदनमा एउटा कुरा राख्न चाहन्छु। डेट भनेको स्टक हो, यो थुप्रिँदै आएको हो, लिँदै गर्छौँ तिर्दै जान्छौँ, र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार चैत 13 गते बन्यो। चैत 13 गते हामीलाई यो देशको राजकाज अगाडि बढाउनको लागि जुन वैधता पनि प्राप्त भयो, सँगसँगै 30 खर्बको बिल पनि बुझाइएको थियो, 30 खर्बको ऋणको भारी यो पनि तिर है तिमीले भनेर हामीलाई बुझाइएको थियो, त्यो बोकेर नै हामी अगाडि बढिराखेका छौँ। अब त्यो हामीले लिया त होइन, राज्यले लिएको हो, अगाडिका सरकारहरूले लिएको हो। रेसियोकै कुरा गर्ने हो भने 10 वर्षमा यो देशमा 25%बाट 43% पुर्याइएको छ। सन् 2015मा यो देशको डेट टु जिडिपी रेसियो 25% थियो, 25% थियो। सन् 2025 सम्ममा 43% पुर्याइएको छ, अझ अगाडि नै हो कोभिडकै टाइममा। अब त्यो 10 वर्षमा को सरकारमा थियो, को प्रधानमन्त्री थियो, यो त छर्लङ्गै छ। त्यसैले 25% को डेट भारलाई 43% यति छोटो समयमा पुर्याइएको रेकर्डको पनि छुट्टै प्राज्ञिक अनुसन्धान हुन पर्ला। हामी त के भन्दैछौँ, झन्डै 7 खर्ब ऋण थोपरेर पनि हामी त्यो डेट टु जिडिपी रेसियो बढाउनेवाला छैनौँ, स्थिर राख्दैछौँ, किनकि हाम्रो ध्यान आन्तरिक राजस्वतिर सुझिएको छ। पञ्चायत कालमा पनि 43% थियो, एउटा संयोग हो। 32 सालमा जम्मा 2% थियो। राजा वीरेन्द्रले शासन लिँदै गर्दा यो देशमा डेट टु जिडिपी रेसियो जम्मा 2% थियो, 2%। 32 सालदेखि 46 साल 47 सालसम्ममा त्यो 2% को डेट भार 43% पुर्याइएको छ। एसियाली मापदण्ड विकासको मूल फुटाउने नाममा त्यसको पनि छुट्टै प्राज्ञिक शोध विश्लेषण हुन पर्ला। बाह्य ऋणको अनुमति लिन पर्दैन भन्ने विषय यो बहसमा ल्याउन आवश्यक होला। एउटा कार्यकारीको अब यत्रो म्यान्डेट प्राप्त, संसदप्रति उत्तरदायी, यही संसदले बनाएको सरकारले हरेक कुरामा अब संसदबाट अनुमोदन लिने जुन परिपाटी त्यति व्यावहारिक नहुने भएर मोटामोटी यति खर्च गर्छु भनेकै छ, यति उठाउँछु भनेर जानकारी दिएकै छ। 262 अर्ब जति यसपालि विदेशी ऋण उठाउँछु भनेर सदनलाई जानकारी छ, र त्यही सीमाभित्र रहेर चाहिँ यी वैदेशिक ऋणहरूको परिचालन हुने नै हो। र एउटा अभ्यास अर्थ मन्त्रालयमा के छ भने सम्झौता नभइसकेका अथवा यो ऋण आउँछ भन्ने लिखित प्रतिबद्धता नभइकन प्राय अर्थमन्त्रीहरूले बजेटमा फुक्दैनन् यो कुरा। र मैले यसपटक जुन वैदेशिक अनुदान 61 अर्ब र वैदेशिक ऋण 262 चान्सुनको चाहिँ जुन हिसाब पेश गरेको 247 को 57 होइन 247 को त्यसको 72 अर्ब त हामी तिर्दैछौँ। यसको लगभग लिखित कमिटमेन्ट भइसकेको छ र यो म्यान्डेट चाहिँ संसदले कार्यपालिकालाई दिएको हो, व्यवस्थापकले कार्यपालिकालाई दिएकै हो। र अब ऋण सहयोग इत्यादिमा देशको हितमै हुने खालका शर्तहरू हामीले स्वीकार्दै आएका छौँ। तिम्रो ट्याक्स एफिसियन्सी बढाऊ, तिम्रो चुस्तता बढाऊ, कर्मचारीहरू धेरै सरुवा नगर,
आन्तरिक यो ऋण तिर्न सक्ने ल्याकत बढाउनको लागि यी इकोनोमिक रिफर्महरू गरिदेऊ भन्ने कुरा छलफलबाट बहसबाट नै हामीले स्वीकार गर्दै आएका छौँ। राष्ट्रको हित प्रतिकूल हुने गरेर हामीले र यो सरकारले कुनै पनि शर्तहरू स्वीकार गर्ने छैन भन्ने कुरा म निवेदन गर्न चाहेँ। प्राय शर्तहरूमा अब विश्व बैंक र एसियाली विकास बैंक नै हो हामी नै सदस्य भएका यी मल्टिल्याटरल डेभलपमेन्ट ब्याङ्कहरूबाट अधिकांश सहुलियतपूर्ण सौविध्य प्राप्त ऋण हामीले लिने गरेका छौँ। मलाई चिन्ता डर के छ भने अब यो साँगुरो झ्याल झन् साँगुरिँदैछ। वात्तै हाम्रो कन्ट्रीको विश्वसनीयता नबढिसकेको हुनाले प्राइभेट क्यापिटलहरू आउने अवस्था छैन र यही वर्ल्ड ब्याङ्क एडिबी जस्ताबाट पाउने 40 वर्षको लागि 1.5% ब्याज डलरमा चाहिँ लिने पर्नुमा पनि एउटा नकारात्मक भाष्य बनाइरहेको अवस्थामा अब त्यो पनि सुक्दैछ। हाम्रो प्रति व्यक्ति आय बढ्दै गर्दाखेरि गाह्रो छ र वैकल्पिक स्रोतहरू खोज्ने क्रममा अब महँगा स्रोतहरूतिर नै जानुपर्ने बाध्यता हामीलाई छ। र मित्र राष्ट्र भारत, मित्र राष्ट्र चीनबाट हामीले लिने ऋण सहयोग वर्ल्ड ब्याङ्क एडिबी भन्दा महँगो हुने गरेको यथार्थ हामीलाई थाहा छ र तीनमा हाम्रै देशको साधन स्रोत, हाम्रै देशको विशेषज्ञता लिनुपर्छ भन्ने शर्त गाँसिएर आउँछ जापानको पनि। किनकि बाइल्याटरल द्विपक्षीय ऋण, बहुपक्षीय ऋण होइन कि द्विपक्षीय ऋण चाहिँ उनीहरूको करदाताले दिएको पैसा यहाँ उपयोग भइरहेको हो भनेपछि हामीले दिँदै गर्दाखेरि अलिकति हल्का शर्त, हाम्रो देशको हितमा हुने शर्त पनि गाँसेर दिउँ न भन्ने परिपाटी विगत 70 वर्षदेखि नै चल्दै आएको हो। त्यसलाई जोखेर तौलेर अघि मैले भनेको कम्पोजिसनमा हेर्नु पर्यो, क्वालिटीमा हेर्नु पर्यो र विनियोजन एलोकेसनमा हेर्नु पर्यो। त्यसबाट फिल्टर गरेर कुन लिने कुन स्वीकार नगर्ने भन्ने कुराहरू यो नेपाल सरकारले निर्णय गर्ने कुरा हो, संसदलाई जानकारी दिएर। तर आधारभूत सीमाहरूबारे चाहिँ संसदको म्यान्डेट लिएर मात्र गरिने कुरा मान्यज्यूहरूलाई थाहा नै छ। मलाई लाग्छ आज उठेका विषयहरू यिनै हुन्। समष्टिमा म फेरि के भन्न चाहेँ भने डेट टु जीडीपी रेसियो हेर्ने हो हामीले। अघि मैले निवेदन गरेँ 30 खर्बको बिल हामीले बोक्यौँ, यसपालि 6.5 खर्ब जतिको ऋण, तर तिर्नुपर्ने झन्डै 318 अर्ब जति हामी तिर्दाखेरि नेटमा ऋण धेरै थपिएको छैन। तर ऋण मात्र निरपेक्ष ढङ्गले हेर्ने होइन, ऋणलाई जहिले पनि अर्थतन्त्रको आकारले भाग गर्ने, डेटलाई जीडीपीको रेसियोको रूपमा हेर्दाखेरि चाहिँ हामी अन्तर्राष्ट्रिय मुद्रा कोषको परीक्षणमा, उनीहरूको विश्लेषणमा, उनीहरूको सुधार सुझावका रेकमेन्डेसनहरूमा पनि हामी लो स्ट्रेसमा पर्छौँ। एउटा हाई स्ट्रेस चरम दबाव, अर्को मध्यम स्तरीय दबाव मिडियम स्ट्रेस, र तेस्रो चाहिँ न्यून दबाव लो स्ट्रेस। हामी अझै पनि न्यून स्ट्रेसमा छौँ। यद्यपि यो अवस्था सधैँ रहिरहन गाह्रो छ। हामीले जुन विकासको रफ्तार बढाउँछौँ भनेका छौँ त्यो सहयोग लिएर आयात पनि बढ्ने एउटा चापहरू विभिन्न कोणहरूबाट आउँछन्, त्यसको तयारी हामी गर्दैछौँ। तर ऋण लिएर अर्थतन्त्रको आकार बढाउन सक्यौँ भने यो रेसियोलाई स्थिर राख्दा पनि हामी 48-50% भन्दा मुनि नै रह्यौँ भने त्यसलाई त्यो स्वस्थ सीमा नै मानिने कुरा म निवेदन गर्न चाहन्छु। तर मान्यज्यूहरूको जुन आशय छ ऋण लिएर उत्पादनमूलक गतिविधिमा नै खर्च गरौँ ताकि ती ऋणहरू आफसे आफ नै तिरिँदै जाउन्, अर्थतन्त्रको सामर्थ्य पनि बढ्दै जाँदाखेरि त्यो स्वचालित ढङ्गले तिरिँदै जाउन् भन्ने जुन आशय हो त्यसप्रति सरकार थप चनाखो हुन्छ भन्ने कुरा मान्यज्यूहरूमा म निवेदन गर्दै बिदा हुन्छु। धन्यवाद। मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब मान्य सदस्य हरिप्रसाद भुसाललाई आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। अर्थमन्त्रीज्यूले धेरै कुराहरू समेट्नु भएको छ, मैले बाँकी कुराहरू चाहिँ फिर्ता लिएँ। धन्यवाद।
मान्य सदस्य हरिप्रसाद भुषालले आफूले प्रस्तुत गर्नुभएको संशोधनहरू फिर्ता लिनुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिरहनु नपर्ने बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब मान्य सदस्य परशुराम तामाङलाई आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सदस्यहरू, मान्य सदस्य परशुराम तामाङले आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य सदस्य परशुराम तामाङले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य सदस्य रेखा कुमारी यादवलाई आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सदस्यहरू, मान्य सदस्य रेखा कुमारी यादवले आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य रेखा कुमारी यादवले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म विधेयकको दफा 2 राष्ट्र ऋण उठाउने विधेयक 2083 को अङ्ग बन्योस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ विधेयकको दफा 2 सर्वसम्मतिले राष्ट्र ऋण उठाउने विधेयक 2083 को अङ्ग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँछु। प्रस्तावना: आर्थिक वर्ष 2083-84 को निमित्त नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारको राष्ट्र ऋण उठाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको छ। संक्षिप्त नाम र प्रारम्भ: 1. यस ऐनको नाम राष्ट्र ऋण उठाउने ऐन 2083 रहेको छ। 2. यो ऐन सम्वत 2083 साल साउन 1 गतेदेखि प्रारम्भ हुनेछ। मान्य सदस्यहरू, अब म विधेयकको प्रस्तावना र नाम राष्ट्र ऋण उठाउने विधेयक 2083 को अङ्ग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ विधेयकको प्रस्तावना र नाम सर्वसम्मतिले राष्ट्र ऋण उठाउने विधेयक 2083 को अङ्ग बनेको घोषणा गर्दछु।
मान्य सदस्यहरू, अब मान्य अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई राष्ट्र ऋण उठाउने विधेयक 2083लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले राष्ट्र ऋण उठाउने विधेयक 2083लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक आजै 15 मिनेटपछि बस्ने गरी यो बैठक स्थगित हुन्छ।